यहाँहरू सम्पूर्णमा नमस्कार। फेरि पनि आज म नयाँ ब्लग लिएर उपस्थित भएको छु। कृपया मेरो यस च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। आज म फेरि नयाँ घाट चाहिँ निरीक्षण गर्न गइरहेको छु। यस घारमा चाहिँ मैले लगभग 1 महिना अगाडि मौरी एक घारलाई 2 घार बनाएको थिएँ। हेरौँ यसमा के कस्तो भइरहेछ। यसपालि यो पानीको कारणले गर्दाखेरि धेरै मौरीहरू चाहिँ बिग्रिरहेको छ। हेरौँ के हुने रहेछ। मौरी एकदम कम छ, पहिला धेरै थियो यसमा मौरी। सुलसुले अलि बढी लागेको हुनाले यो सुलसुलेको कारणले गर्दाखेरि मौरीहरू अलि मरिरहेको, बच्चा राम्रोसँग ननिस्केको छ। यसको केही औषधि स्थानीय औषधिभन्दा बाहेक अरू औषधिहरू पनि मैले गर्ने प्रयास गरिरहेको छु, मगाएको छु यसलाई औषधि। हेरौँ के हुँदैछ यसमा। राम्रोसँग भित्र हेरौँ, भित्र हेरौँ। भित्र घार त एकदम सफा छ, तैपनि सुलसुलेले अलिक बढी आक्रमण गरिरहेको छ। मौरी एकदम कम सङ्ख्यामा छ, चाका पुरै ढाकिरहेको छैन। अब मैले यसको नढाकेको चाकाहरू चाहिँ मैले चेन्ज निकालिदिनु पर्ने हुन्छ। चाका निकालिदिएन भने झन् मैनपुतली लाग्ने डर हुन्छ अझ धेरै। यो सुलसुले सहित मैनपुतली पनि लाग्यो भनेदेखि मौरी पूर्ण रूपमा नष्ट पनि हुन सक्छ। पहिला धेरै राम्रो मजबुत घार थियो यो, अहिले धेरै कमजोर, यो सुलसुलेको कारणले अलि कमजोर भएको छ। यसलाई म औषधि गरेर चाँडै नै रिकभर गर्ने प्रयास गर्नेछु साथीहरू। यो रोगलाई स्थानीय भनौँ कि तपाईको हाम्रै जडीबुटीहरूले पनि नियन्त्रण गर्न त सकिन्छ, तर समय लाग्छ। यसलाई स्थानीय स्तरको तितेपाती या भुसा राखेर पनि नियन्त्रण चाहिँ हुन्छ, तर खानपान बाहिर त्यति धेरै मजबुत नभएको कारणले पनि नियन्त्रण हुन नसकेको हुन्छ। आज म तपाईहरूलाई यसबाट रानी पनि देखाउन प्रयास गर्नेछु। अहिलेसम्म मैले रानी भेटाएको छैन। यसमा नयाँ रानी अस्ति नै मैले सर्ट भिडियोमा पनि पोस्ट गरेका थिएँ। भर्खर निक्लेको रानी, नयाँ रानी, स्पिडले काम गरेको भिडियो मैले अस्ति नै रिल्समा पोस्ट गरेका थिएँ। साथीहरू रिल्सबाट हेर्न चाहनुहुन्छ भने रिल्समा गएर हेरिदिनु होला। हामीले काम साथसाथै आफूले भोगेका अनुभवहरू पनि सेयर गर्दैछौँ। यहाँबाट मैले तपाईहरूलाई रानी देखाउन बल गरिरहेको छु। सायद यसैमा हुनुपर्छ रानी। रानी मौरी चाहिँ अरू कर्मी मौरी, भाले मौरी भन्दा अलि ठुलो, लामो हुन्छ। यो स्थानीय एपिस सेरेना मौरी हो। रानी यहाँनिर छ, तपाईँलाई देख्न सक्नुहुन्छ। यहाँ नजिकै छ, भेटिन्छ। यसैमा हुनुपर्छ रानी। यहाँ हेर्नुहोस्, देखिन लाग्यो, अब देखिन लाग्यो। साथीहरू यहाँनिर छ, यहाँनिर छ। यसमा रानी छ। अझ नजिकबाट हेर्नु होला। ल, छर्लङ्गै देखियो। अब अर्कोपट्टि पस्न लाग्यो। ल, मजाले छर्लङ्गै देखियो, छर्लङ्गै। रानी धेरै बेर बाहिर राख्नु हुँदैन, त्यसैले मैले भित्र हाल्ने। गोला पनि अलिक कमजोरी नै गोला भएको हुनाले अब यसलाई यो चाका, मौरीले नछोपेको चाकालाई चाहिँ बाहिर निकालेर राखिदिन्छु म। मौरीले चाका छोपिएन भने झन् बढी त्यो चाहिँ मैनपुतली लाग्ने धेरै डर हुन्छ। मैनपुतली लाग्यो भने भित्रभित्रै सबै सकाइदिन्छ। त्यसैले यो चाकालाई चाहिँ बाहिरै फालिदिने। त्यसपछि मसँग अब अलिक बढी कालो भएको चाकालाई पनि
काटेर बाहिर फालिदिन्छु ताकि यो सुलसुलेको रोग नियन्त्रण होस् भन्ने मेरो स्थानीय स्तरकै तरिकाले रोग नियन्त्रण होस् न सकेसम्म भन्ने मेरो चाहना हो। साथीहरू, अब यसलाई लगभग यति चाहिँ ढाक्छ होला। यति भए जति अब एउटा चाका निकालिदिएँ। त्यस पछाडि अब यसको आधी निकालेर फालिदिएँ। हवस् त साथीहरू, आजको मेरो यो छोटो भिडियो यहीँ नै अन्त्य गर्छु। अब म यस घारलाई बन्द गरेर राख्नेछु। हवस् त साथीहरू, मेरो यस भिडियोलाई राम्रो मानेर अनुभवको लागि भए पनि हेरिदिनु होला। लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला सकेसम्म हजुरहरूको मायाले भन्दै बिदा हुन्छु। हवस् त, नमस्कार। हामी केही न केही व्यवसाय गरौँ, आफ्नो देशमा बसौँ भन्ने उद्देश्यका साथ काम गरिरहेका छौँ।